गर्नुस् बुवा। त्यो रकीले मलाई छोएको सम्म थिएन। बिन्ती छ मेरो विश्वास गर्नुस्। हामीलाई आफ्नो गने जस्तो गरेर यो नाटक चाहिँ देखाउन पर्दैन। यदि तिमीले आफ्नो कुरा लुकाउँछौ भने हामीले विश्वास गर्नुको कुनै अर्थै रहेन। गए हुन्छ मुखियाकै गर्थे। बुहारी, तिमीलाई हामीसँग धेरै गुनासो होला है? के कुरा गर्नु भएको बुबा? मलाई हजुरहरूप्रति केही गुनासो छैन। तिम्रो केही गुनासो भए मलाई भन। तिम्री सासू पनि हिजो मात्र माइत गएकी छ, कहिले आउने हो ठेगानै छैन। तिम्रो दिलमा केही कुराले घोचेको भए मलाई निर्धक्क भएर भन, म सुन्छु। किन त्यस्तो कुरा गर्नुहुन्छ बुबा? आखिर तपाईहरूले जे गर्नुभयो त्यो मेरो लागि नराम्रो सोचेर गर्नुभएको पनि त होइन नि। आखिर यो घरको इज्जत भन्दा म ठुलो कसरी हुन सक्छु र बुबा? मलाई तपाईहरूप्रति केही गुनासो छैन। अनि बुबा, आमाको माइतीमा को बिरामी पर्नु भएको? हिजो आमा निस्किने बेलामा सोधेकी थिए, आमाले त हेर्दा पनि नहेरी निस्किनु भयो। तिम्री बुढी सासू क्या? तिम्रो सासूको माइतीको आमा क्या? अब सिकिस् त बिरामी छिन् रे। अब 90 वर्ष भइसक्यो बुढी, फेरि अर्को दुःखको कुरा पो सुन्नु पर्ने हो क्या? ए, मलाई त थाहा नै थिएन। यस्तो विरक्त लाग्दो अनुहार पारेर नबस्नुस् न बुबा। हजुरको अनुहार अँध्यारो भयो भने यो घर पनि अँध्यारो हुन्छ। साँच्चै बुहारी, मलाई माफ गरिदेऊ है। तिम्रो आमाको लैलैमा लागेर म पनि बिग्रेछु। केही छैन बुबा, मैले मनमा केही पनि लेखी छैन। मलाई थाहा छ बुहारी, तिमीले कति दुःख सहेकी छौ, कति वचनहरू खपेकी छौ। तिम्रो मनका कुरा कोही कसैलाई नभने पनि म बुझ्छु। तिम्रो भावनाहरू म बुझ्छु बुहारी। त्यस्तो केही होइन बुबा, मलाई घाँस काट्न ढिला भइसक्यो। यो भाँडा राखेर म घाँस काट्न जान्छु है। भाग्यमानी भएस होइन? के हो, हामीलाई त खबरै नगरिकन अचानक आइपुगिस् त। आफ्नै घर आउन पनि खबर गरिरहनु पर्छ त। भो छुनु पर्दैन। होइन के गरे छोरी तैँले? आफ्नै बुहारीमाथि यस्तो व्यवहार गरिदियो? वस्तु अनुसारकै छाया बन्ने त हो नि बुवा। जो जस्तो छ उसलाई त्यस्तै व्यवहार गर्नुपर्छ। खुट्टा छुँदैमा संस्कारी बन्छु भन्नु एउटा भ्रम मात्रै हो। तँ पनि त त्यही आमाको छोरी न परिस्। तिमीहरूका मनमा दया भन्ने कुरा त कहाँबाट पलाउँछ र? अब तपाईँ पनि त्यही बुहारीको पक्षमा लागेर वर्षौपछि आएको छोरीलाई परे जस्तो व्यवहार नगर्नु है बुवा। फेरि फर्केर जानु नपरोस् नि। ल ल भइगयो, नरिसा। अनि एक्लै आइछस् त? ज्वाइँ साहब कता नि? सँगै ल्याउनु पर्दैन थियो? अब सबैलाई बोकेर लिएर आउनलाई दसैँ र तिहार हो र? तपाईँको याद आयो अनि आएको नि। अनि सम्झिनलाई त आरामै छ नि? ठिकै छ सबैलाई। ल ल हिँड भित्र। रमेश भतिज, अनि यस्तो अवस्थामा पनि सकि नसकी काम गरिरहेछौ त? के भयो नि हातलाई चाहिँ?
हिजो गाईलाई स्याउला काट्नको लागि रुखमा चढेको थिएँ, कलिलो हाँगामा टेकेछु, हाँगा भाँचिएर भुइँमा बजारिएर हातै मर्केछ काका। ए अनि आराम गरेर बस्नुपर्छ नि त। रिता खोइ त घरमा छैनन् र? रितालाई पनि ज्वाइँ साहबले घर लिएर जानुभयो। आफू त एक्लो मान्छे, काम नगरी पनि भएन, जसो तसो गर्दैछु काका म त। तिमीलाई पनि दुःखको भारीले जहिले थिचे मात्रै गर्ने। बहिनीसँगै हुँदा पनि उसको घर व्यवहारको पीडाले थिच्यो, अहिले बहिनी पठाइसकेपछि पनि आफ्नै घर व्यवहारले थिच्यो। त्यस्तै हो काका, मान्छेको जिन्दगीलाई दुःखले कहाँ माया मार्न सक्दो हो र। बरु यो कलियुगमा एउटा आमाले आफ्नो बच्चा त्याग्न सक्छिन् होला, तर यो जिन्दगीमा दुःखले कहिले नत्याग्ने भयो। समयलाई मात्र दोष दिएर कहाँ हुन्छ भतिज? आफ्नो बारेमा चाहिँ सोच्नु छैन, उमेरको पनि ख्याल गर है। सधैँ एक्लै मात्र भएर हुँदैन। हुन्छ नि काका, सोचौँला नि। सधैँ हाँसोमै कुरा टार्छौ है। ल आफ्नो राम्रो ख्याल गरेर काम गर। म पनि एउटा सानो कामले बाहिर निस्केको, जान्छु है त। हुन्छ काका। ल यो राख्नुहोस्, छोरीको तर्फबाट तपाईँलाई कोसेली। किन दुःख गरे छोरी? बुवा पनि। बुवा हेर्नुहोस् त यो साडी कस्तो छ? राम्रो छ, बुहारीलाई असाध्यै सुहाउँछ। तपाईँले त जे कुरा पनि बुहारीको लागि मात्रै हुन्छ? यो आमाको लागि हो। बुहारीलाई चाहिँ केही ल्याइदिनु? यो घरमा मेरो आमा बुवा र भाइ बाहेक अरू कोही पनि छैन। मैले नै दिदीलाई उपहार दिनुपर्ने हो, म कहाँ लिन्छु त? मलाई केही पनि चाहिँदैन दिदी। कसैको लागि केही लिएर आउँछ भन्ने नसोचे पनि हुन्छ। म त आफ्नो भाग्यमा भर परेर हिँड्ने केटी हुँ दिदी। कसैबाट केही पाउँछु भनेर आशा बोकेर कहिले हिँड्न जानिनँ। आफ्नो माइती घर आमाबाट त साथ पाएकी छैन, झन् तपाईँ त पराई घरमा गइसकेकी मान्छे। आश राख्न पनि त मिलेन। मसँग धेरै मुखमुखै लाग्ने होइन है, सम्झाइदिनुहोस् बुवा। अनि तिमीहरू कति भनाभन गर्छौ? बुबा म घाँस काट्न गएँ है। जति बेला पनि उसैको पक्षमा लागेछ। होइन त त्यत्तिकै किन रिसाउँछस्? उसको यो संसारमा आफ्नो भन्नु हामी नै त हो। अब हामीले पनि उसलाई नराम्रो व्यवहार गऱ्यौँ भने ऊ कसरी बाँचे? लो भन् त। मान्छे बचाउने ठेक्का चाहिँ तपाईँ आफै लिएर बस्नुहोस्, अर्काको कुरा लिएर आफ्नै छोरीलाई नराम्रो बनाउनुहोस्। ल भोर नठुस्की, बरु एकपल्ट घरा फोन लगाइदिएन, ज्वाइँसँग कुरा गर्ने रहर छ क्या? हो त्यसरी मलाई पनि माया देखाउनुहोस् न, अनि फोन लगाइदिइहाल्छु नि। कोपिला नानी अघि नै आएर बस्नु भएको? होइन भाउजू, भर्खरै आएर बस्दै थिएँ। घाँस काट्न जाने मन पनि नभई आउनु भएको जस्तो छ नि भाउजू। त्यस्तो होइन नानी, अब काम गर्नै अल्छी मान्यो भने त गाई बस्तु बोकाइहाल्छन् नि, होइन र? त्यो त हो भाउजू, नगरी काम पुग्दैन खान साँझ र बिहान भनेर कवितामै लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको छ त। त्यो त हो नानी, जम घाँस काट्न अहिले फेरि दिँदा हुन्छ। ओहो, बहिनीहरूलाई त बाटैमा भेट भयो त। रमेश दाई, हात के भएर त्यस्तो भएको? कहिले भयो? हिजो स्याउला काट्न रुख चढ्दा रुखबाट लडेँ बहिनी। यस्तो अवस्थामा पनि काम गर्न हिँड्नु भएको तपाईँ? खुरुक्क रिता दिदीलाई बोलाउनुहोस् न, यस्तो अवस्थामा कोही काम गर्न जान्छ? होइन कमला, भर्खर त बहिनीको उजाडिएको घर बस्ला जस्तो भएको छ, फेरि उसलाई यहाँ बोलायो भने त उसको घर बताबुङ्ग हुन्छ। अनि सक्नुहुन्छ त दाइ यस्तो अवस्थामा घरको काम गर्न? छोरी मान्छे बिना त व्यवहार मिलाउन गाह्रो हुन्छ नि। थाहा छ बहिनी, तर आफ्नो व्यवहार मिलाउनको लागि बहिनीलाई कतिन्जेल उसको घर व्यवहारबाट टाढा राख्नु। बरु मान्नुहुन्छ भने रमेश दाई तपाईँ पनि बिहे गर्नुहोस्, छोरी मान्छे भएपछि घर व्यवहार सम्हाल्न निकै सजिलो हुन्छ।
एक्लो मान्छे भएपछि कहिले बिरामी हुन्छ कहिले के पर्छ गाह्रो हुन्छ नि दाइ। अब त्यसको बारेमा पनि सोचौँला नि। सोचौँला होइन, सोचिहाल्नुहोस् है। हामीलाई पनि जन्त जान हतार भइसक्यो है कमला भाउजू। त्यही त, अनि यस्तो अवस्थामा घाँस काट्न सक्नुहुन्छ त दाइ? सके जति सकिहाल्छु नि, न त दुईवटा बहिनीसँग हिँडेको के काम र, होइन कोपिला? चिन्तै गर्नु पर्दैन नि दाइ, हामी छँदैछौँ नि। बरु अहिले जाउँ, भरे फेरि अबेरा हुन्छ। जाउँ। हुन्छ जाउँ। यति चाँडै बनाएर ल्याए कि अहिले बुहारी आएपछि बनाएर ल्याएको त भइहाल्छ। त्यो आएपछि नि मैले नै बनाउनु पर्छ र चिया? त्यसले त सधैँ तपाईँलाई बनाएर खुवाकी होला नि। कि मैले बनाएको खाना मन छैन? होइन, त किन उल्टो कुरा गर्छस्? तिमीहरूको दिमागमा यस्तो रिस चाहिँ कहाँबाट आउँछ? अब बोल्दा पनि रिस नै देख्नु न तपाईँ। बुहारीको माया धेरै भएर होला। हाम्रो माया त तपाईँको लागि छारीमै पर्यो नि, होइन? होइन होइन, मैले त्यस्तो भन्नु खोजे होइन। बिचारी त्यो बुहारीले तिमीहरूको के चाहिँ बिगारिदिएको छ र जतिखेर पनि त्यो बुहारीलाई खेदो खोज्छौ? तिमीहरूले पनि त कहिलेकाहीँ त्यो बुहारीको सामु एक वचन मिठो बोल्ने पनि त हुन्छ नि। परेको छैन कसैसँग मिठो बोल्न। ल, नसक्ने भए मैले तिमीहरूका आमा छोरीसँग। नमस्कार गरे है काका। नमस्कार बाबु, नमस्कार। कति छिटो चिया खाने बेला भएछ त यहाँ। आफू त भर्खर खाना खाएर निस्केको। त्यही त भने, अब छोरीले बनाएर ल्याइहाल्छन्, खाइदिनै पर्यो नि। अनि बाबु चाहिँ के भन्न आएको नि? काका, तपाईँकोमा भएको हलोजुवा 1-आधी घन्टाको लागि मलाई दिनु पर्यो। बल्ल बल्ल आकाशबाट 2-4 थोपा पानी खसेको बेला यसो बाँझो खेत जोत्दिउँ कि भन्ने सोचेको। ए, अहिले त मसँग हलोजुवा केही पनि छैन। अब आफ्नो बुढेसकाल लगाइहाल्यो, जोत्न सक्दिनँ। पाखुरामा बलमाको छोरो विदेशमा छ। रामे विदेश गएपछि त मैले त हलोजुवा नै बेचिदिएको। ए हो र, पोहोर साल पनि यहीँबाट लिएर गएको थिएँ। अहिले पनि छ कि भनेर आएको नि। हस् काका, म अन्तै खोज्छु नि त। अहिले जान्छु है काका। ल ल ल ल ल। राम विदेश गए पनि बुहारी त घरमै छैन। छोरी मान्छेले पनि त हलो जोत्न सक्छ। बुहारीलाई चाहिँ महारानी बनाएर राख्नु भएको छ, अनि हलोजुवा चाहिँ बेच्दिए रे। त आइहालेकी छेस। बाउ छोरी जाउँ त बारी खन्नलाई। आखिर त पनि त छोरी होस् क्यारे, त्यति त गर्न सकिहाल्छस् नि। अप्ठ्यारो भएन र दाइ तपाईँलाई? अब 2-4 दिनसम्ममा त बानी पर्न पर्यो नि बहिनी। गाई बस्तुलाई भक्कै राख्ने कुरा पनि आएन। यस्तो अवस्थामा घाँस नकाट्नुहोस् दाइ, पछि झन् गाह्रो हुन्छ। बरु तपाईँ एकछिन आराम गरेर बस्नुहोस्, हामी हाम्रो घाँसको भारी पुर्याएपछि तपाईँको लागि पनि काटिदिन्छौँ। हो दाइ, तपाईँ आराम गर्नुहोस्। होइन, सँगै काटौँ न। तिमीहरूको भारी नपुग्नेसम्म म पनि सहयोग गर्छु नि। होइन, तपाईँ आराम गरेर बस्नुहोस् न। राति गाह्रो भयो भने फेरि तपाईँलाई सम्हाल्ने मान्छे पनि कोही हुँदैन, त्यसैले आराम गरेर बस्नुहोस्। अब 2-2वटा बहिनीले भनेपछि नमान्ने कुरा पनि त भएन। भारी पुग्यो तपाईँको पनि। हस्, धन्यवाद बहिनीहरूलाई। धन्यवाद भन्नु पर्दैन दाइ, बरु जाउँ। कोपिला, तपाईँ दाइलाई सहयोग गरिदिनुहोस् त।
रमेश दाई भोलिबाट तपाईँ घाँस लिन आउनु पर्दैन है। कोपिला नानी र म घाँस काट्न जाँदाखेरि तपाईँको लागि पनि एक डोको घाँस लिएर आइदिउँला। जबसम्म तपाईँको हात निको हुँदैन तबसम्म तपाईँ घाँस काट्न आउने होइन। त्यही त नि। अब घाँस काट्न नसके पनि बोक्न त सकिहाल्छु नि। बरु सँगै जाउँला सँगै फर्क्यौँला। हस् दाई गयौँ है। हस्। कोपिला नानी राम्ररी जानु होला है। हुन्छ भाउजू, तपाईँ पनि राम्ररी जानु है। ओहो घनश्याम काका के छ खबर? कता पुगेर आउनुभयो? मेरो त एकदम ठिक छ नि भतिज। अनि तिम्रो चाहिँ के छ हालखबर? कता पुगेर आयो त? श्याम काकाको पसलसम्म पुगेर आएको बन्द रहेछ त। 3-4 दिनदेखि लगातार बन्द छ त पसल। श्याम काकालाई सन्चो छैन कि क्या हो? के का बिरामी हुनु नि भतिज? दाइ त सदरमुकाम पो जानु भएको छ त। ए त्यही भएर पो पसल बन्द रहेछ। यतिका दिनसम्म पसल बन्द गर्ने मान्छे त होइनन्। खोइ हो भतिज, अब यताको पनि पसल चलेन भनेर गुनासो गर्नुभएको थियो। अब उता सदरमुकामतिर राम्रो इलम भेट्यो भने त्यतै काम गर्छु भन्ने कुरो गर्दै हुनुहुन्थ्यो। राम्रो केही काम भेट्यो भने उतै बसाइ पो सर्ने कुरो छ हो भतिज। ए यस्तो सोच बनाइसक्नु भएको रहेछ। म भने चाहिँ दिनदिनै पसल धाउँदै थिएँ। बरु त्यो पसल त तपाईँले नि सम्हालेर बस्दा भइगयो नि काका। अब मैले नै सम्हालिरहेको छु नि भतिज। तर यहाँको व्यापार हेर्दा मैले पनि सम्हाल्न सक्छु जस्तो लागेन हो। किन र? खोइ हो भतिज, उधारै मात्र जान्छ। गाउँघरमा फेरि पैसा हतपत उठ्दैन। अब घर घर गएर पैसा उठाउनु पनि सकिँदैन। त्यही भएर यो पसल चलाउने काम चाहिँ गरिएला जस्तो छैन। ल त भतिज, मलाई अलि हतार छ, म चाहिँ लागेँ है त। हुन्छ काका। बुहारी पनि घाँस हेरेर आइपुग्या। ल दिलले खाजा भित्र राख्दै हो नि, खाऊ जाऊ। खोइ त बुवा झिट बेलसम्म आइरह भित्रै बसेर खान थाले कि खाए पनि नखाए पनि मलाई के र? होइन ए बुवा, खाजा खाऊ भने होइन तिमीलाई? फेरि काममै जान हतार। पहिला खाजा खाऊ, त्यसपछि मात्रै गाउँ लिएर पानी लिन्छ। भित्रै बसेर खाजा खाए बुबा, खाजा साह्रै मिठो रहेछ। म पानी लिन जान्छु है। ल देखिस्, खाली पेटमा गाग्रो बोकेर पानी लिन गई, तर त पाप लाग्छ। भित्रै बसेर खाएँ भनेको सुन्नु भएन? खान्छे भित्र बसेर। तैँले र मैले यहीँ बसेर यो मकै खान थालेकै 20 मिनटभन्दा बढी भइसक्यो। 5 मिनटभित्र खाइसक्छ। हेर, उसको अनुहार हेरेर उसको मनको भावना बुझ्न थालेको छु। खाजा थोरै बनाएछु, अड्कल गर्न जान्दिनँ। हेर बाबै, मनमा माया हुनुपर्छ,
अड्कल गर्नलाई त ईर्ष्या, रिस, घमण्ड र नकारात्मक सोचले मन भरिएपछि नि यस्तै व्यवहार देखाउँछन् मान्छेले। कुरो बुझिस्? वस्तु अनुसारकै छाया बन्ने त हो नि। जो जस्तो छ उसलाई त्यस्तै व्यवहार गर्छ। खुट्टा छुँदैमा संस्कारी बन्छु भन्ने एउटा भ्रम मात्रै हो। यो घरमा मेरो आमा, बुवा र भाइ बाहेक अरू कोही पनि छैन। यसरी दिनभरि बोके बसेर नि काम गर्छन् त। तिमीलाई मैले जहिले पनि यही हालतमा देख्छु। रुँदा रुँदा तिमी कमजोर भइसक्यो। ल म के खाऊ? बिस्तारै बिस्तारै। ल ल त मोही खाऊ। बिस्तारै खाऊ बिस्तारै। कमला के भयो तिमीलाई? किन टोला कि? तपाईँ पराई भएर पनि मेरो यति धेरै चिन्ता लिनुहुन्छ। किन आफ्नैले चाहिँ यति धेरै दुःख दिन्छन् होला है आमा? आफ्नोहरूको महत्त्व साथ हुन्जेल कसैले नै बुझ्दैनन् नानी। यस्तै हो। पहिला मोही स्वाट्ठ पिउ त। सस्तो सम्झिएको वस्तुलाई मूल्यवान बनाउन के गर्नुपर्छ आमा? केही गर्न सकिँदैन नानी। एकपल्ट सेलाएको भात तताउनु र एकपल्ट बिग्रेको सम्बन्ध सुधार्नु उस्तै उस्तै हो। पहिलोचोटिको जस्तो मिठास कहिले आउँदैन। जति सक्दो त्यस्तो सम्बन्धबाट टाढै रहेको राम्रो हुन्छ, बुझ्यौ? कसरी टाढा हुन सक्छु र आमा? मेरो लागि त अगाडि पनि भिड छ, पछाडि पनि भिड छ। न यो समयको गतिसँग बग्न सके, न यो समयलाई नै रोक्न सके। अब त दुःख सहने बानी परिसक्यो आमा। मलाई त देख्नेलाई मेरो दुःख कहिले महसुस भएन। सहनेलाई मात्रै थाहा हुँदो रहेछ आमा उसलाई कति गाह्रो भएको छ भनेर। दुनियाँले त बाहिरी मुस्कान मात्र देख्ने रहेछन्। समय आएपछि सबैले बुझ्छन् नि नानी। थाहा छ नि बाहिर निशुल्क पाउने अक्सिजन पनि अस्पतालमा कति महँगो पर्छ भनेर। मलाई त जिन्दगी नै बोझ लाग्न थालिसक्यो आमा। मजाक लाग्थ्यो कसैले आत्महत्या गरेको सुन्दा पनि। तर जिन्दगीको भोगाइ र परिस्थितिले थाहा हुने रहेछ यो एउटा अन्तिम निर्णय हो भन्ने कुरा। नकारात्मक कुरा किन सोच्यौ नानी? आश गर्दै जाँदा सम्बन्धहरू बिग्रिँदै जानु कुनै नौलो कुरा होइन। मनको इच्छा पूरा नहुँदा भगवानै परिवर्तन गर्छन् मान्छेहरू। झन् हामी त मान्छे हौ।
सबैको नजरमा राम्रो बन्न त कहाँ सकिन्छ र? किन्न मिल्थ्यो भने त आफैलाई बेचेर आफ्नाहरू किन्ने थिएँ होला आमा। तर विडम्बना, आफ्नाहरू त पैसाले होइन भाग्यले मिल्दा रहेछन्। धेरै नारीहरूले भोग्न पर्ने पीडा यही त हो नि नानी। दिनको समयमा किरा सम्झेर कुल्चिएको जुन किरी, रातको समयमा प्रिय लागेर केही हुँदैन। जति नै दुःख कष्ट भोगेर भए पनि जिन्दगी त काट्नु नै पर्ने रहेछ। आमा, यो घरमा तपाईँ एक्लै बस्नुहुन्छ? तपाईँको छोरा बुहारी कोही हुनुहुन्न? छोरा विदेशमा छ नानी। अनि तपाईँको बुहारी? सबैको भाग्यमा तिमी जस्तो बुहारी कहाँ लेखेको हुन्छ? तिमीहरूको त प्रेम विवाह एकअर्कालाई बुझेका छौ। आमा बाउले नबुझे पनि जीवन बिताउन एकअर्काले बुझ्नु निकै महत्त्वपूर्ण हुँदो रहेछ नानी। बुहारीले के गरिन् र आमा? मेरो छोरो साह्रै सोझो थियो, राम जस्तै। बिहे गरेपछि सबै सम्पत्ति स्वास्नीकै नाममा गर्यो। छोरो विदेश गएपछि बुहारीले मलाई धेरै कुटपिट गर्थिन्। छोराले पठाएको पैसा, घर जग्गा आफ्नो नाममा गरेर कता हिँडिन् कता। बुहारी गएको खबर पाएर आज 5 वर्ष भयो छोरो विदेशमै बेपत्ता भयो नानी। सबैको भाग्यमा तिमी जस्तो बुहारी लेखेको कहाँ हुन्छ र? चिन्ता नगर्नुहोस् आमा, मलाई हौसला दिने आमाको आँखामा आँसु पटक्कै सुहाउँदैन। ए भाउजू, यति बेला पो पानी लिएर आउनु भएको? अँ नानी, घरमा खानेपानी सकिएको रहेछ अनि त्यही भएर लिन आएको। अनि तपाईँ चाहिँ कापी बोकेर कता जान लाग्नु भएको नि? एकछिन साथीकोमा पर्न हिँडेकी। अनि साँच्चै त शारदा दिदी आउनु भएको रहेछ नि है घरमा? अँ, बिहानै आउनु भएको थियो। ए, अनि अघि घाँस काट्दा त केही पनि भन्नु भएन नि, त्यही भएर त अनुहार निराश भएको रहेछ नि तपाईँको। त्यस्तो होइन नानी, अघि कामको सिलसिलामा भन्नै बिर्सिएछु। फेरि घरमा पाहुना आउँदाखेरि पनि को निराश हुन्छ र? त्यसमाथि त्यो घर त दिदीको पनि हो नि। घर दिदीको भए पनि तिनै सासूको छोरी त पर्नुभयो। व्यवहार त सासूको भन्दा पनि खराब छ। अलि विचार पुर्याएर बस्नु है भाउजू। खै, मलाई त माया नै गर्नुभएको थियो। राम्रो नराम्रो कुरा त मलाई केही पनि थाहा भएन। पहिला त्यही घरमा बसेर बिदाई भएर जानुभएको। तपाईँले भन्दा बढी हामीले चिनेका छौँ। एकछिन भेटेर माया गरेको जस्तो मात्र गर्नुभएको होला, नत्र सानैदेखि लागेको बानी यति छिटै कहाँ बदलिएको होला र? मान्छे हो, परिवर्तन हुनलाई कति नै समय लाग्ला र नानी। दिदी राम्रो भएर आउनु भएको छ। राम्रो देखिने मान्छेहरूबाट नै सतर्क हुनुपर्छ भाउजू। मेरो चिन्ता नलिनुहोस् नानी, बरु तपाईँ राम्ररी पढेर आउनुहोस् है। मलाई अलि हतार छ, अहिलेलाई जान्छु। हुन्छ भाउजू। के गरे बुहारी तिमीले? यो भात जति सबै हामीलाई पस्केर अनि तिमी चाहिँ के खान्छौ नि? हजुरहरू खानुहोस् न बुबा, मलाई आज कस्तो खाना खानै मन छैन, त्यही भएर मेरो लागि ढेँडो बनाएको छु।
किन झुटो बोलेकी बुहारी? बोरामा त चामल रहेनछ, किन धान थिएन र? हजुर खानुहोस् न बुबा, म भोलि बिहान 1 बोरा धान लिएर मिलमा जान्छु। आज अलि सन्चो नभएर जानै पाइनँ। ससुरो भात खाने, बुहारी ढिँडो खाने, यो त अन्याय भयो नि बुहारी। खाने बेला पनि के प्रवचन सुनाइराख्नु भएको नि? बुहारीको त्यति नै माया लागेको भए आफू ढिँडो खाएर बुहारीलाई भात दिए भइगयो नि। कहाँ त्यसो भनेर हुन्छ? हजुर खानुहोस् न बुबा, मैले मेरो लागि मात्र पुग्ने गरेर अलिकति ढिँडो बनाएको छु। हजुरले मेरो चिन्ता नगरिकन खानुहोस्। दिउँसै मलाई भनेको भए हुन्थ्यो नि, म जान्थेँ नि मिलमा, मलाई भन्नु पर्दैन थियो। अझै पनि केही बिग्रेको छैन। भोलि बिहान खुरुक्क आफै जानुभयो हुन्छ धान कुटाउनलाई। अहिले चाहिँ चुपचाप लागेर खाना खानुहोस्। खाना सेलाइसक्यो, खानुहोस् न बुबा, मेरो चिन्ता नगर्नुहोस्। पहिला हजुर खाना खानुहोस् न बुबा, त्यसपछि मात्र म खान्छु। बुहारी कत जान लाग्यो कि मिल जान लाग्यो क्या? हजुर, अहिले मिलमा गएन भने फेरि दिदीलाई ढिँडो नरुस्ला। भएको छोडिदेऊ, म जान्छु। पर्दैन बुबा, यत्रो भारी बोकेर भिरमा चढ्दाखेरि हजुरलाई गाह्रो हुन्छ, म आफै गइहाल्छु नि। लौना नि मेरो राखेको ठाउँमा सुनै छैन। कसले चोर्यो? किन छोरी, के भयो यसरी हतालियो कराको? मैले राखेको ठाउँमा मेरो गहना छैन त। हिजो सुत्नुभन्दा अगाडि त ब्यागमा नै थियो, तर अहिले हेर्दाखेरि छैन। ब्यागमा भएको चिज त ब्यागमै होला नि दिदी, हजुर आत्तिएर पो नदेख्नु भएको हो कि? ए, अब तैँले सिकाउँछस् मलाई? पक्कै पनि तैँले नै चोरेको हुनुपर्छ। यो घरमा त बाहेक चोर कर्नर परेको को छ? मुखमा जे आयो त्यही नबोल्न छोरी। के बोले मैले मुखमा जे आयो त्यही? हिजो राति सँगै भएको गहना रात नबित्दै कसले लान्छ त? तपाईँले त लानु भएको होइन होला नि। अनि यसले नलगे कसले लान्छ त? यसको कोठामा खोज तलास गरेर फेरि सब थाहा हुन्छ। मैले लगेकी छैन बुबा, मेरो विश्वास गर्नु, मैले दिदीको गहना त देखेको पनि छैन। अरे के भागी यो छोरी? देख्नु बाबा, मैले भनेको होइन यो चोर्नी हो भनेर। नमस्कार, म निर्देशक रामचन्द्र बोहरा। आजको एपिसोड कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला। हजुरहरूले आजको 19 एपिसोड त हेरिहाल्नु भयो, के कस्तो लाग्यो तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। अनि त्यसका साथसाथै हाम्रो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। फेरि सब्सक्राइब मात्र गरेर हुँदैन, लाइक सेयर पनि गरिदिनु होला। कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, नेपालको विदेशको, त्यो पनि तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। र लकडाउनको बेलामा पनि हामीले दुःख सुख गरेर सुटिङ गरेका छौँ। हजुरहरूले माया गरिदिनुहुन्छ होला भन्ने आशा लिएका छौँ है त। त्यसका साथसाथै हजुरहरू घरबाट कतै बाहिर निस्किनु छ भने मास्क र सेनिटाइजरको प्रयोग चाहिँ अवश्य पनि गर्नुहोला। हस् त, धन्यवाद।